यही फागुन 21 गते हुने निर्वाचनको लागि म्यादी प्रहरीको भर्ना कहिले खोल्दैछ र म्यादी प्रहरी कसरी हुने बारेमा इन्फर्मेसन सेयर गर्न गएको छु। साथीहरू, म्यादी प्रहरीको भ्याकेन्सी कहिले खोल्दैछ यसको डेट पनि म तपाईँलाई आज इन्फर्मेसन सेयर गर्छु। र योभन्दा अगाडि तपाईँले म्यादी प्रहरीमा यदि भर्ना हुन चाहनुहुन्छ भने यसको लागि तपाईँको के हुनुपर्ने हुन्छ यसको लागि म इन्फर्मेसन सेयर गर्न गएको छु। म्यादी प्रहरीको भर्नामा यसपालि तपाईँको 1,15,000 जनाको लागि म्यादी प्रहरी खोल्ने भनिएको छ, जसमा तपाईँले अप्लाई गर्न चाहनुहुन्छ भने तपाईँको एज यदि 18 वर्ष पुगिसकेको छ र 54 वर्ष तपाईँको नागेको छैन भने तपाईँले यसमा अप्लाई गर्न सक्नुहुन्छ। एजुकेसनको कुरा गर्दाखेरि यदि तपाईँले यसमा तपाईँको 5 क्लास 8 क्लास पनि पास गर्नुभएको छ भने तपाईँले यसमा अप्लाई गर्न सक्नुहुन्छ। त्यसपछि तपाईँको कुरो आउँछ यसमा तपाईँको हाइट है। तपाईँ यदि जेन्ट्स हुनुहुन्छ भने तपाईँको कम्तीमा तपाईँको 5 फिट वा 2 इन्चीसम्म तपाईँको हाइट हुनुपर्ने हुन्छ। महिलाको केसमा योभन्दा कम भयो भने चल्छ। वेटको कुरा गर्दाखेरि तपाईँले यदि जेन्ट्स हुनुहुन्छ भने तपाईँको कम्तीमा 50 केजी वेट हुनुपर्ने हुन्छ र गर्ल्सको लागि 42 केजी है 42 केजी वेट हुनुपर्ने हुन्छ। अब कुरो आउँछ यसमा अप्लाई गर्नको लागि चाहिने डकुमेन्ट। यसमा तपाईँले अप्लाई गर्न चाहनुहुन्छ भने तपाईँको नागरिकता ओरिजिनल नागरिकता लिएर होइन र 6 प्रति फोटो लिएर आफ्नो नजिक प्रहरी कार्यालयमा गएर तपाईँले यसमा अप्लाई गर्न सक्नुहुन्छ। हरेक जिल्लामा तपाईँको एउटा दुईवटा इलाका प्रहरी कार्यालय हुन्छ, त्यहाँबाट यो म्यादी प्रहरीको भ्याकेन्सी अप्लाई गर्न सक्नुहुन्छ। र तपाईँ जहाँ बस्दै हुनुहुन्छ तीबाट तपाईँले अप्लाई गर्दै हुनुहुन्छ। तपाईँ जुनसुकै जिल्लामा तपाईँको घर छ, तपाईँको जुनसुकै ठाउँमा पनि तपाईँ बस्दै हुनुहुन्छ भने ती ठाउँबाट तपाईँले अप्लाई गर्न सक्नुहुन्छ है। र यसमा यदि तपाईँले अप्लाई गर्नुहुन्छ भने यसमा तपाईँको सबभन्दा पहिला तपाईँ फर्म फिलअप गर्नुहुन्छ भने तपाईँको 1 देखि 2 किलोमिटरसम्मको दौड हुन्छ। त्यो दौडमा तपाईँले पास गर्नुपर्ने हुन्छ। यसमा तपाईँको युवाहरूको लागि बेग्लै दौड हुन्छ र तपाईँको बुढो मान्छेहरूको लागि बेग्लै दौड हुन्छ है। यसमा 5 चोटि तपाईँको सेटअप र पुसअप गर्नुपर्ने हुन्छ। त्यसपछि तपाईँको यसमा आउँछ तपाईँको लिखित इक्जाम। यदि तपाईँले यसमा पास गर्नुहुन्छ भने लिखित इक्जाममा तपाईँको सामान्य क्वेसनहरू हुन्छ, त्यो इक्जाम दिनुपर्ने हुन्छ। त्यसपछि तपाईँको सानो एउटा अन्तर्वार्ता हुन्छ, त्यो दिनुपर्ने हुन्छ। र सबै तपाईँले पास हुनुहुन्छ भने तपाईँको 40 दिन तपाईँले यसमा काम गराउँछ र 40 दिनभित्र तपाईँ काम गर्नुहुन्छ भने त्यसपछि तपाईँले रकम पाउनुहुन्छ। टोटल तपाईँको अब यसमा चाहिँ 50,000 कि 55,000सम्म तपाईँले कमाउन सक्नुहुन्छ है। अब म कुरो गर्न गइरहेको छु, यदि तपाईँले अप्लाई गर्न चाहनुहुन्छ वा तपाईँले यसमा तपाईँले यदि इच्छुक हुनुहुन्छ भने तपाईँको अबको 1 हप्तापछि म्यादी प्रहरीको भ्याकेन्सी खुल्ने भएको छ। किनभने तपाईँको निर्वाचन हुने टाइम तपाईँको अब अहिले 59 दिन रहेको छ आजको दिनदेखि। यसको तपाईँको 40 दिन यसको तपाईँको टाइमै रहन्छ र तपाईँको अबको 1 हप्ता खुल्छ भने तपाईँको 10-12 दिन तपाईँको यसमा फिजिकलहरू तपाईँको फर्महरूको टाइम हुन्छ